आज नानीहरू आउने होलान्। आज माघे सङ्क्रान्तिमा रमाइलो हुने भयो आज। नमस्ते आन्टी। नमस्ते। सन्चै हुन्छ? सन्चै छ। आज माघे सङ्क्रान्ति बनाउन आएको। हजुर हजुर। ए ल आउन त बस हुन्छ। के हो नि यो फेरि? यो चाहिँ कसरी? ए पर्दैन थियो। अब आएपछि भरिहाल्छ। नानीहरू सङ्क्रान्ति दिन लाग्यो। टिका लगाइदिनु पर्यो। नमस्ते। आशीर्वाद आशीर्वाद। म चाहिँ मनमा नै दिन्छु है आशीर्वाद। ए एउटा आशीर्वाद। वासरुम त छ है त। हस् अब खिचडी खाने होला म खिचडी ल्याउँछस्। अब उनी आएपछि खानु नि त। हुन्छ आऊ यता अलिकति आऊ यता आऊ। ए हस् त्यहाँ बस ल। तँ त्यहाँ बस। बसिहाल्छु नि। नानीहरूलाई म खिचडी ल्याइदिन्छु है। हस्। ल हजुरले पकाउनु भएको? हजुर। खाएर भन त कस्तो छ? मिठो रहेछ। ए ल है त खाऊ। हस् हस्। अनि घरतिर सबैलाई ठिकै छ? ठिकै छ। ए अनि तिमीहरू त म भ्यायो। मैले पनि भ्याएँ। ए ल मलाई त अलिक धेरै भयो। ए नफाले भए हुन्थ्यो। होइन हामीले उताबाट खाएर आएको। त्यही भएर अलिक ल ल हेलो मम्मी। ल आयौँ है। सन्ते हामी गयौँ निक्ल्यौँ है अहिले गयौँ। यति चाँडो किन गएको? एकैछिन बसे भए मम्मीले हुन्थ्यो। फोन गरेको गरिदिनुहुन्छ। तिमी त बस न आऊ। होइन भयो गएँ। बस के एकैछिन आऊ। बस के एकैछिन के हुँदैन। होइन गएँ। बस अब बोलाएको बोलाइ हुन्छ। अब बस्नु जानु भएन। फेरि आइहाल्छौँ नि हामी। हुन्छ उता छिमेकीको घर छ कि जान्छौँ। ल ल सम्झिँदै गर है त। सम्झिहाल्छौँ नि। ए हस् बाई। बाई। ल ल बाई। ह्याप्पी माघे सङ्क्रान्ति गाइस। हेलो अनि धेरै दिनमा भिडियो आएको छ एन्ड थ्याङ्क्स फर वाचिङ दिस भिडियो। बाई बाई एन्ड मिस यु इभाङ्का। बाई। हाम्रो भिडियो हेरे। बाई। नानीहरू टिका बनाउनु टिका लाउन आएको। आज हो माघे सङ्क्रान्ति। नानीहरू आउने होलान्। रमाइलो हुने भयो आज त। यो चुन्नी पनि कति खस। नमस्ते। ए आशीर्वाद। सन्चै हुनुहुन्छ? सन्चै छ। आज माघे सङ्क्रान्ति बनाउन आएको नानीहरू। हजुर। ए के हो नि फेरि? कसरी? के पर्दैन थियो। बस न आऊ त ल्याइदिनै पर्यो। त्यस्तो होइन। नानीहरू आउनुभएछ टिका बनाउन। पुरै बिगारिदिए।